तपाईलाई चाहिँ किन यो भन्छन् नि कहिलेकाहीँ अति धेरै न्यू खोज्यो भने तेरो ढाड चिला छ भन्छन् क्या तपाईको चाहिँ ढाड यति धेरै किन चिलाको भने क्या त्यसो भए यसो अहिले तपाईहरुको लडाई चाहिँ के चलिरहेछ तपाईहरु कुलमानलाई कुनै न कुनै प्रकारको मुद्दा लगाएर केही न केही चीजमा फसाएर लेखा समिति लगाएर उहाँलाई हटाउने र नेपाली जनतालाई फेरि लोड शेडिङमा राखेर अर्को व्यापार गर्ने प्रपञ्चमा हुनुहुन्छ उहाँहरु चाहिँ कुलमान घिसिङलाई देवत्वकरण गर्ने एउटा व्यक्तिलाई सरकारलाई विश्वास नगर्ने उहाँ सरकारी कर्मचारी हो भने बिर्सिने दुईटा बदमाशहरुको यदि कुलमानजीमाथि प्रश्न उठाउनु उहाँलाई हटाउने नियत हो भन्ने तपाईको निष्कर्ष हो भने मेरो निष्कर्ष होइन तपाई दुईटा बेइमानहरुको तपाईको समग्रमा उहाँलाई कारबाहीको प्रक्रियामा लान खोजेको तपाईहरुको कार्यकर्ता भर्ती भएको भने नै अख्तियार मार्फत उहाँलाई मुद्दामा फसाउन खोजेको अब त्यसरी भन्नुहुन्छ भने त मैले भन्नु केही पनि छैन हैन अख्तियार भनेको एउटा संवैधानिक अंग हो संवैधानिक अंगहरुमा भागभण्डा गरेर सक्दा त्यहाँ भित्र पनि कमिसन खानेहरु नेपालका राजनीतिक दल हुन् भन्ने आजको दिनमा आम बुझाइ छैन अब दुनियाँमा के हुन्छ भने नियुक्तिको एउटा प्रक्रिया हुन्छ अमेरिकाको प्रधान न्यायाधीश राष्ट्रपतिले नै नियुक्ति गर्ने हो अमेरिकाका धेरै ठूला पोस्टर राष्ट्रपतिले नै नियुक्ति गर्छन् तर त्यही राष्ट्रपतिले डोनाल्ड ट्रम्पलाई प्रश्न पनि सोध्यो हैन यो अमेरिकाको उदाहरण नदिनुस् पहिला यो देशलाई अमेरिका बनाउनुस् त्यसकारण सुन्नु न पहिला यो देशलाई सिंगापुर बनाउनुस् अनि त्यो नैतिक अधिकार राख्नुस् देशलाई चाहिँ इथियोपिया र तपाई चाहिँ सुडान जस्तो बनाउने अनि कुरा चाहिँ अमेरिका र बेलायतको गर्ने सुहाउन्न नि म तपाईको डेमोक्रेसी त्यति बेला स्ट्रेन्थ बलियो हुन्छ जति बेला इन्स्टिट्युसनहरु बलियो हुन्छ त्यसैले हाम्रो पार्टी अथवा हामी सबै इन्स्टिट्युसनहरुलाई कमजोर बनाउनु हुँदैन भन्ने मान्यता चाहिँ त्यो राख्ने कर्म चाहिँ इन्स्टिट्युसनहरुलाई ध्वस्त बनाउने पार्टीकरण गर्ने तपाईहरुको नेकपा एमाले भन्ने पार्टी त न्यायाधीशलाई बल्खुमा बोलाएर शपथपछिको न्यायाधीशलाई बल्खुमा बोलाउने पार्टी हो क्या कम्तीमा तपाईहरुले त्यो भन्न सुहाउन्न आयल निगममा पनि कुलमानजी हुनुहुन्थेन विद्युत प्राधिकरणमा पनि कुलमानजी हुनुहुन्थेन आयल निगममा आज के चन्द्रिका भट्ट हुनुहुन्छ हिजो चाहिँ नि पौडेल एकजना सुरेन्द्र पौडेल हुनुहुन्थ्यो त्योभन्दा पछि एकजना के थानीजी आउनुभयो उमेश थानी यिनीहरुको बारेमा कहीँ चर्चा छ मिडियामा चाहिँ पनि छैन हैन गरी त राखेका छन् गरी नै राखेका छन् नि त हैन त्यसकारणले सानातिना ठाउँहरु मात्रै हैन कि यस्ता ठुलठुला संस्थाहरु पनि हैन अन्त भएकै छैनन् भने हैन के तर मान्छेलाई कुनै बेला तपाईलाई यो पनि मान्छेलाई कुनै बेला असर गर्ने भन्ने त्यस्तो कुरा हो कुनै बेला बैंकहरु भनौं न वाणिज्य बैंक राष्ट्र बैंक धाराशाही हुँदै थियो नि ती वाणिज्य बैंक राष्ट्र बैंक कसले उकासेर ल्याए त कुलमानजीले ल्याउनु भयो त्यहाँ त अर्को कोही सियो थियो नि हैन तपाईलाई चाहिँ किन यो भन्छन् नि कहिलेकाहीँ अति धेरै न्यू खोज्यो भने तेरो ढाड चिला छ भन्छन् क्या तपाईको चाहिँ ढाड यति धेरै किन चिलाको भने क्या के विषयमा तपाई जनताको आशाको एउटा केन्द्र मानिने बालन शाहसँग त्यसरी नै लड्नुहुन्छ हैन हिजो स्वास्थ्य क्षेत्र सुधारको माग भन्ने थियो फेरि त्यसमा मेरो समर्थन र विरोध दुवै छैन गोविन्द केसीका विरुद्ध पनि त्यसरी नै उभिनुभयो हैन आज कुलमान घिसिङ उहाँले जे पछिल्लो दिन डेडिकेटेड र ट्रङ्क लाइनमा उद्योगीहरुमाथि जे गरिरहनु भएको छ त्यो त आफैमा आफू व्यवस्थित भएर नबस्ने अर्कालाई मात्रै धारे हात लाउने त्यो त गल्ती छ नै तर उहाँलाई नेपाली जनताले जे मान्छन् उहाँसँग पनि तपाई लडिरहनु भएको छ यस्तो चाहिँ किन गर्नुहुन्छ उहाँसँग म व्यक्तिगत रूपमा लडेको छैन कुलमानजीसँग लड्नुपर्ने मेरो फिल्ड पनि हैन म ऊर्जा मन्त्री तर समग्र माओवादीसँग लड्नु पर्यो योगेश भट्टराईको निधन श्रद्धाञ्जली हैन म माओवादीको हिंसा शब्द अथवा यो शब्दको बारेमा मैले जब व्याख्या गर्छु माओवादीले कुलमानलाई ल्याएर मसँग किन तेर्छ्याउनु पर्यो आफू लड्ने नि तपाई बेला न कुबेला त्यो हिंसा भन्ने चाहिँ किन छ हैन कुलमानलाई चाहिँ गोली बनाएर म माथि किन पड्काउने त्यो त संगठित हिंसा गर्यो तपाईले चाहिँ किन नबुझेको माओवादीलाई त्यो प्रश्न सोधुला कुलमानलाई गोली बनाएर योगेशमाथि किन पड्काएको भने उनलाई सोधुला तर तपाई पृथ्वी सुब्बाहरु किन बुझ्नुहुन्न तपाईहरुको काँधमा बन्दुक राखेर आज केपी ओली पड्काइरहेका छन् तपाईहरु चाहिँ गलत कुरा तपाईहरु चाहिँ उहाँको हतियार भएर प्रयोग गरिरहनु गलत कुरा तर तपाईलाई आजको दिनमा सारै धेरै पीडा चाहिँ सारै धेरै दुःख चाहिँ हैन म त्यति बेला देश बाहिर थिए तर सञ्चार माध्यम हेर्दै थिए तपाईको नाम मन्त्री हुने सूचीमा अन्तिमसम्म थियो हैन तर नाम हट्यो तपाई मन्त्री हुनु भएन मन्त्रीको चास्नी त तपाईले चाखिसक्नुभयो त्यसकारण केपी ओलीका पक्षमा जति ठूलो स्वरमा अहिले चाहिँ बोल्यो मन्त्री हुने र चास्नीको नजिक पुग्ने सम्भावना त्यति नै बढी हुन्छ त्यसको कोशिश प्रयास तपाई गरिरहनु भएको छ यो तपाईको प्रश्न हैन कसै यो मेरो प्रश्न हो म परिचालित व्यक्ति हैन म जस्तो एउटा चाहिँ नि लोकतन्त्रको निम्ति लडेको देशभक्त एउटा नागरिक मुलुकको माया गर्ने मान्छेका विरुद्ध हिंसा गरेर तिनीहरूले कसको सेवा गर्दैछन्
तपाईँको भनेको तपाईँले नेकपा एमालेको निष्कर्ष भन्नुभयो होइन त हो। अब पख्नुहोस् है नेकपा एमालेको निष्कर्ष म तपाईँलाई सुनाइदिन्छु हुन्छ। तपाईँको बकितम भन्दा तपाईँको लिखितमको कुरा गरौँ नेकपा एमालेको प्रथम विधान अधिवेशन असोज 15/17 2078 बाट पारित राजनीतिक दस्तावेज त्यो दस्तावेजले के भन्छ सुन्नुहोस् नेकपा माओवादीले 2052 फागुन 1 गतेदेखि सशस्त्र संघर्ष सुरु गर्यो यसले नेपाली राजनीतिमा नयाँ तरंग सृजना गर्यो महिला दलित मधेसी जनजाति लगायतका उत्पीडित वर्ग समुदायलाई जागृत र संगठित गर्न तथा संविधान सभा निर्वाचन एवं गणतन्त्रको आधार तयार गर्न माओवादी आन्दोलनको महत्वपूर्ण भूमिका रह्यो कुन चाहिँ तपाईको राजनीतिक दस्तावेज यो पनि मान्छु नि त मैले माओवादी यो मान्नुहुन्छ कि ऐको मान्नुहुन्छ हैन दुईटै मान्छु एमाले जहिले पनि दोग्ला हैन दोग्ला हैन दुईटै एउटै हो तर त्यति हुँदाहुँदै पनि 10 वर्षमा के भएको थियो भन्ने कुराको फेरि हाम्रो अडान के हो भने त्यो माओवादी हिंसा थियो त्यो चाहिँ नि अझै हामीले त त्यो बेला के भनेर छौँ भने राजनीतिक आवरणमा राजनीतिक संगठनले गरेको आतंकवादी क्रियाकलाप भने कहाँ भन्नुभयो हाम्रो दस्तावेज छ नि तपाईको दस्तावेज त पढेर सुनाइसके तपाईले त हिंसा मान्नुहुन्न तपाईको त बोली फेरिएको हो कि तपाईले भन्नुपर्छ हिजो गल्ती गरे कि भन्नुपर्छ आज गल्ती भयो यो दुईटै ठिक छ पख्नुस् न तपाईले भनेको अर्को शब्द भन्छु योगेश भट्टराईले कुनै समय माओवादीको भाषाको जनयुद्धलाई के भन्नुभएको थियो भन्ने मैले ल्याएको छु 2052 साल फागुन 1 गते कमरेड प्रचण्डको नेतृत्वमा जनयुद्धको थालनी भयो तपाईले कहाँ भनेको पनि म भनिदिन्छु सुर्खेतको एउटा कार्यक्रममा मैले यसलाई एउटा घटनाको रूपमा लिएको छु सामान्य घटनाको रूपमा म त्यो घटनालाई ज्यादा महत्त्वका साथ हेर्छु कमरेड प्रचण्डको नेतृत्वमा 10 वर्ष जनयुद्धलाई एउटा कम भन्दा कम क्षतिमा एउटा शान्तिपूर्ण अवतरणका साथ त्यसलाई एउटा तार्किक निष्कर्षमा पुर्याउनु भयो उहाँको त्यो वैचारिक र बुद्धिमत्तापूर्ण नेतृत्वका कारण सकुशल तार्किक निष्कर्षमा पुर्याउन सकेकोमा म उहाँलाई सम्झन चाहन्छु उहाँको त्यही कौशलका कारण आज नेपालको कम्युनिस्ट आन्दोलनले सफलता हासिल गरेको छ भनेपछि कम्युनिस्ट आन्दोलन सफल हुनलाई हिंसा गर्न पर्दो रहेछ हैन गलत गलत मैले प्रचण्डको के कामको प्रशंसा गरेँ त्यहाँ भने जनयुद्धको हैन ठिक छ उहाँको भाषामा जनयुद्ध नि तपाईको भाषामा जनयुद्ध अब माओवादीले अगाडि सारेको 21औं शताब्दीको जनवाद जनयुद्ध र नेकपा एमालेको जनताको बहुदलीय जनवादलाई आगामी महाधिवेशनमा छलफल गर्दै जाने भनेका छौँ हामी निष्कर्षमा पुगेका थिएनौं नेकपा कालको हो यो अब नेकपा कालको पनि भन्दिन्छु पख्नु न यसलाई प्रश्न पख्नुस् न त्यसो सजिलो हुन्छ तपाईलाई तपाईहरुको 2075 सालको जेठ 3 गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीबाट पारित गरी जारी गरिएको 64 पृष्ठ लामो अन्तरिम घोषणापत्र छ त्यो घोषणापत्रको प्रस्तावना पेज 4 मा तपाईले के लेख्नु भएको छ हेर्नुस् है माओवादीले गरेको 11 वर्षको जनयुद्ध तपाईले स्वीकार गर्नु भएको छ त्यो सशस्त्र संघर्षलाई तपाईले जनयुद्धको रूपमा स्वीकार गरिसकेपछि त्यो तपाईले भनेको हिंसा या 17000 को मृत्युको नैतिक जिम्मेवारी अब तपाई र तपाईको अध्यक्ष केपी ओलीले पनि लिनु पर्यो ठिक छ यो बहस गर्नुपर्छ